तत्र विष्णु समर्पयास समूर्तयस सामने पुरुषाय शाश्वते शाश्वतकोटि धारिणे नमः अद्य मासो मासाय नमः यशमासाय शुक्लपक्षाय दर्श्याम शुभुध इत्यादि काश्यप गोत्र अस्मत मानव गोत्र अस्मत आफ्नो नाम दिनुहोस् नाम त्यसै चाहिँ ठाउँ नाकेको छ नाम अनि त्यसै शाश्वत फल प्राप्ति जस्तो अस्मत छोरीहरूको नाम सरहरूको नाम नाम अनि त्यसै शाश्वत फल प्राप्ति जस्तो यही संस्कारका निमित्त थाहा नभए लेखापत्रका निमित्त थाहा नभए तपाईँले भन्नुपर्छ क्षेत्रपालाय नमः लगेर त्यहाँ पूजा गर्नुहोस् त क्षेत्रपाल आभनस्ताब्दलाई पुष्पम समर्पयामि नमः सर्वकिं परिपूर्णमस्तु। यो चाहिँ जब हामी अघि 10 पुस गरेर मेन गेटबाट हामी जायौँ नि बस त्यो भएर क्षेत्र भनेको एरिया पाल भन्ने प्रोजेक्ट छ उहाँको 5वटा टप्पो हुन्छ त्यहाँ 500वटा गोला राखेको छ गोलाले एक एकवटा शक्तिको रिप्रेजेन्ट गर्छ। अब नेक्स्टमा चाहिँ हाम्रो टोलको गणेश जसलाई हामी इनार्य भन्छौँ त्यो ठुलो यतापट्टिको ठुलो गोला चाहिँ इनार्य हो चामल फुल लिएर इनार्यवाय नमः इनार्यवाय नमः लगेर त्यसमा सर्वकिं परिपूर्णमस्तु। यो चाहिँ तपाईँको छोराहरू तपाईँको छोरा छोरीहरू सबैको उनीहरूको नामबाट गरिरहेको छौँ यो पूजा है। त्यसैले उतापट्टिको गोजा चाहिँ अलि देवाय नमः ठुलो गोजामा अब अलिकति पूजा गर्ने हो होइन त्यो 12वटा लाइन बिचमा छ त्यो दुईटाको बिचमा 12वटा छ होइन त्यो 12वटा देवताको रिप्रेजेन्ट गर्छ त्यो अलिअलि चाहिँ मात्रै नमः भन्छु तपाईँले पूजा गरेर काउन्ट गर्नै पर्दैन। ओम केशवाय ब्रह्ममूर्ते श्री सदाय नमः नारायण विष्णुमूर्ते वाय श्री सदाय नमः माधवाय विष्णुमूर्ते कांति सदाय नमः विष्णु विष्णुमूर्ते शांति सदाय नमः वसुनाय वायुमूर्ते विभूति सदाय नमः नंदमूर्ते ईशा सदाय नमः वामनाय फलमूर्ते प्रतिष्ठाय नमः श्रीराय गिरिमूर्ते रतिशताय नमः ऋषिश्वरमूर्ते माया सदाय नमः प्रभुनाभाय मूर्ते धीष्ठाय नमः दामोदराय मध्ये महिमा सदाय नमः पुरुषोत्तमाय नमः नमः ओम सदस्य नमः। तपाईँले यो ओम ऐं ह्रीं श्रीं भनेर अष्टमात्रिका भनेको चाहिँ आफूले नै काउन्ट गर्नुहोस् जप गर्नुहोस् होइन त्यो तपाईँको अल्छी बोल्नु छ नि त्यो अष्टमात्रिका ऐं ह्रीं श्रीं आफ्टरली चक्क लया आचक्क लया पूजा आफ्टरली ऐं ह्रीं श्रीं सर्वदेवाय नमः श्रीराय सर्वश्रेष्ठता धन्यवाद संकीर्तन नमः संकाय सर्वमूर्ते सामने पुरुषाय शाश्वते शाश्वतकोटि युगधारिणे नमः सर्वं विधि परिपूर्णमस्तु सदा कल्याणं सर्वं विधि परिपूर्णमस्तु। प्रेम दैविक प्रेम को पाव दर्शन ठीक है जी तो ये जो आप क्या करते हैं मस्त है सुधार कर गया था तो सर्वों पे परिपूर्णमस्तु क्या ये मत हुई था चिपी निमो क्या तब है सामान प्रोजेक्ट साथ में लाइक स्टार्ट करें दर्शन लाते ओम सुपुका जय स्तुति प्रार्थना या नमस्ते नमः। ओम नमः सुरंताय सहस्रमूर्ताय सहस्रनाम्ने पुरुषाय सरस्वते सहस्रकोटि गाय नमः अद्य मासो मासाय नमः ज्येष्ठमासाय शुक्लपक्षाय द्वादश्याम शुभदिनमदेत्यादि काश्यपगोत्रवर्णस्य मानवगोत्रवर्णस्य अष्टमत आफ्नो ठाउँ नाकेको छ आफ्नै नाम दिनुहोस् नाम त्यसै संस्कृत फल प्राप्ति सुनमा असं So girls, now we are playing one game.
Peekaboo. You know how to play peekaboo? How? Yes. Same thing. We are doing it. Okay. One by one. Right? Actually, add one another. किनभने उहाँ पनि उहाँले गर्नु पनि भयो वान बाई वान गर्नुपर्छ सबैलाई पहिले तपाईँहरूले चाहिँ लेफ्ट ह्यान्ड कजिहरूको लेफ्ट ह्यान्ड सुन्नु पऱ्यो प्रसादको रूपमा इष्टदेवताको प्रसादको रूपमा आमाहरूको प्रसादको रूपमा Left hand, right? Left hand. Number 1 र number 6. ल peekaboo खेल्ने है peekaboo है ready for that peekaboo पहिला है तपाईले सुन्नुस् पहिला बिचमा निधारको बिचमा है निधारको बिचमा अनि all the way right बच्चाको राइटमा निधार सबै लाने अनि all the way left लाने अनि बिचमा ल्याएर माथि with the feet अनि जबै इक्यो अनि देवा इक्यो अनि दफी आया फेसो केना त सोगा या या सानी हरि सृष्टते लक्ष्मी सपत्न्या भोरात्रे पारसे नक्षत्राणि सर्वलोकं मयिकामा सृष्टते लक्ष्मी सपत्न्या भोरात्रे पारसे नक्षत्राणि रूपमसि नव्याप्तं संनिकामं मयिकानां सर्वलोकमयिकानां आगो हेर्नु है आगो हेर्नु नि आगो छ अगाडि हरि ओम जिला गो भाइ हरि ओम हरि ओम सृष्टते लक्ष्मी सपत्न्या भोरात्रे पारसे नक्षत्राणि रूपमसि नव्याप्तं विश्वनिकानां मयिकानां सर्वलोकमयिकानां सर्वदेवाय नमस्कृताय अष्टमूर्तये सहस्रनाम्नि पुरुषाय सहस्रते सहस्रकोटिकाय नमः सिन्दूरं शिरसा धार्यं स्वामिनं दीर्घजीवनः धनसन्तानकामाय मङ्गलाय नमः सृष्टते लक्ष्मी सपत्न्या भोरात्रे पारसे नक्षत्राणि रूपमसि नव्याप्तं
संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां नमः सिन्दूरं शिरसा धार्यं स्वामिनो दीर्घजीवन धनसंस्थानकामाय चक्र बेले मतलब चक्र बेले अभी आखिरी हरि ओम श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां नमः श्री सते लक्ष्मी श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां हम ठीक वाले हरि ओम श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां बतक पे सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां नमः सर्वमङ्गलमाङ्गल्ये उपमा श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि सर्वमङ्गलमाङ्गल्ये गौरी नारायणी नमस्काराय नमः ल भाउहरूले धागो त्यसरी आठवटा भेट्नु छ टाउकोमा भाउहरूले त्यो धागो लिएर आठवटा क्लकवाइज आठवटा भेट्नु छ हरि ओम श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां नमः ल बाबाहरूले आठवटा त्यो धागोले आठवटा बाँधिदिनुहोस् है टाउकोमा 8 times हरि ओम श्री सते लक्ष्मी सपत्न्या बहोरात्रे पारस्य नित्यदानि रूपमतिव्याप्तं संनिखाणां मयिखाणां सर्वलोकमयिखाणां नमः सिन्दूरं शिरसा धार्यं स्वामिनो दीर्घजीवनाय नमः सर्वदेवकल्याणं तेन सर्वदेवाय Pulkumala. Singuli babu kayu chene. अब आमाहरूले चाहिँ यो सबै देख्नु भएको छ है यस्तो तपाईको आफ्नो आफ्नो अगाडि छ तपाईको यो छ नि हाम्रो यसलाई मोकी भन्छ है मोकी तपाईले कस्तो चेक दिनु भयो थाहा छ पछाडी सबैलाई चेक गर्नु भयो थाहा छ तपाईले थाहा छ उहाँले पनि चेक गर्नु भयो कि बसेर लिनुस् सुनिनुस् न प्लिज भनिरहेको छु सकेत नभएर एउटा चाहिँ हामीले के सोच्नुपर्छ भन्दाखेरि हामी पछाडि पनि सबै गेस्टहरू हुनुहुन्छ उहाँलाई हामीले छेक्नु भनेको डिसिप्लिन होइन के तपाईले भन्दा पनि तपाईँ मान्नुहुन्न अझ कि चाहिँ बसेर खेल्नुहोस् कि पछाडि जानुहोस् म त्यति भन्नुपर्दा भन्दैन तपाईँ पनि ठिक छैन कि बसेर खेल्नुहोस् हो भने अब त्यो अलिक अटेरै गरेको म फेरि पनि स्वर तर्को भएर आउँछु कि अनि त्यो मलाई चाहिँ धेरै बोलिरहने त्यो बानी छैन एकचोटि भनिदिएर मानिदिनुहोस् त त्यो राम्रो लाग्दैन मलाई हामी सेल्फ डिस्टेन्स मेन्टेन गरौँ जो अब तपाईँ नानीहरूको टाउकोमा 8 चोटि धागो बेरेर छ नि
त्यो 8 भनेको अष्टमातृकाले प्रोटेक्ट गरोस् भनेर चाहिँ बाबाहरूले टाउकोमा 8 चोटि भेटिदिनु भयो है, अष्टमातृका है। अब त्यसपछि यसलाई मोकी भन्छ नि, मोकी। मो भनेको थाहा छ, म हराउँछु नेवा भाषा, म हराउँछु के हो म के मो नेवा भाषा, म हराउँछु ल सबैजना फेल। म लिइरहन्छु छका म राउ यस म के राउ भने चाहिँ छेने त्यो के राउ आर्ट का के बा राउ का म लिइरहेको होला छका छ म लिइरहेको म के म लियो भन्छ। म भनेको नेपाल भाषामा चाहिँ टाउको हो। त्यो म के भनेको के बा भनेको चाहिँ चित्र। यसमा चाहिँ हाम्रो इष्ट देवताको कलश छ। यो भित्रलाई इष्ट देवताको कलश। अनि इष्ट देवताले टाउकोबाट चाहिँ रक्षा गरौँ भनेर चाहिँ बाबाहरूले टाउकोमा टक्क यसरी चाहिँ ईमा राखिदिन्छ। बुझ्नुभयो नि? र अब तपाईँले छ नि, तपाईँको नामै थाहा भएन प्रदीप छ नि, छोराको टाउकोमा टिकाले ओम लेखिदिनुहोस् है। यता यहाँतिर है, दुई चाहिँ बोथ त्यो म च्याप्टी काट्नु छैन अर्कालाई कि यस्तै गर्नुहोस्, उहाँले गरे जस्तै गर्नु कि चाहिँ हरि ओम। च्याप्टी काटेर अर्का पनि हुन्छ छैन भनेदेखि उहाँले त्यो आइडिया पनि बेस्ट लाग्यो। हरि ओम श्री सत्य लक्ष्मी सपत्न्यां भोरात्रे पारश्री नक्षत्राणि रूपमसि नव्याप्तं विश्वं निखाणां मयिखाणां सर्वलोकं मयिखाणां नमः। रसुता कल्याणं पुरुषं सर्वं गिरि परिपूर्णमस्तु। म मान्छे रुड छैन कि, म चाहिँ मेरो इच्छा यति मात्रै हो कि मैले चाहिँ नेवा कल्चरलाई मेरो काम मात्र गराउन आएको होइन, यहाँ अलिकति मैले जाने कुराहरू सिकाउन पनि आएको हो, सेयर गर्न आएको हो। यो होइन कि मैले चाहिँ जम्मै जाने छु, त्यस्तो होइन कि। मेरो विषयवस्तु भनेको मेटाफिजिकल साइन्स, त्यसमा पनि मेरो नेवा तान्त्रिज्म हो मेरो स्पेसलाइजेसन। मलाई 20 वर्ष लाग्यो सबै सिक्नलाई, 20 इयर्स। त्यो 20 इयर्स चाहिँ तपाईँहरूले चाहिँ 20 इयर्स खर्च गर्न परोस्, 20 मिनट्समा सबै मैले बुझाउँछु भन्ने मेरो कोसिस मात्रै हो कि। त्यसमा चाहिँ अलिकति धैर्य गरेर सिकिदिनु भयो भने तपाईँहरूलाई पनि फ्युचरको लागि, आफ्नो बच्चाहरूलाई सिकाउनुको लागि, आफूले पनि बुझ्नको लागि धेरै काम लाग्छ क्या त्यो। त्यही भएर यो स्पेसली अबको व्रतबन्ध यी मानिस सानो नानीहरू बसिरहेको छ, कस्तो धैर्यताका साथ बसेको छ र खाएको छैन उनीहरूले पनि के पनि, बाबुले झन् के पनि खाएको छैन, उनीहरू कस्तो मजाले बसेको छ हेर्नु त। त्यही भएर तपाईँ हामी सबैको साथ त्यतिकै आवश्यक पर्छ। आज हामी यहाँ ब्लेसिङको लागि पनि आएको हो, विटनेस मात्र होइन, गेस्ट मात्र होइन, आज हामी ब्लेसिङ पनि गर्न आएको छौँ आज सबैको लागि। त्यही भएर इट इज भेरी भेरी इम्पोर्टेन्स डे है। त्यही भएर गर्नुभयो। अब अहिले धागोले तपाईँले 8 चोटि बाँधिदिनुहोस् धागोले। यसलाई के भन्छ थाहा छ तपाईँहरूले? यही पर्सी। अब किन यस्तै कलर त? यसलाई चाहिँ हाम्रो जन्मादि अजिमादीहरूले मात्रै लगाउँछ। यो देउताहरूले चाहिँ अजिमादीहरूले लगाइसकेपछि देउतालाई चाहिँ रथमै राख्नुपर्छ, भुइँमा राख्नै नमिल्ने। त्यही भएर पनि छोरीहरूलाई लगाइदिइसकेपछि चाहिँ भुइँमै बस्नु मिल्दैन, बाबाहरूले आफ्नो काखमा राख्नुपर्छ। कारण चाहिँ यो यही पर्सी, त्यो चाहिँ हाम्रो लक्ष्मी भगवती अजिमादीहरूले मात्र लगाउने भएकोले आजबाट छोरीहरूले चाहिँ यो यही पर्सी लगाइसकेपछि दे अल विल बी कन्सिडर एज गडेस महालक्ष्मी फ्रम टुडे। आजबाट लक्ष्मी। त्यही भएर चाहिँ आमाहरूले चाहिँ आफ्नो छोरीहरूलाई यो यही पर्सी लगाइदिनुहोस्। यो लगाइसकेपछि चाहिँ बाबाहरू त्यहाँ बिचमा गएर ठ्याक्क बस्नुहोस्, आफ्नो काखमा छोरीहरूलाई राख्नु होला। यो लगाइसकेपछि ल उठाएर पछाडि लगेर बाँधिदिनुहोस् है। उठाएर लगेर यसरी चाहिँ पछाडि यसो बाँधिदिनु।
यो जुन तपाईँले ई पर्सी देख्नुभयो नि यो ई पर्सी छ नि जसले बनाउनु भएको छ नि उहाँहरूले यो धागो जुन यसो र धागो छ यो 4 दिनसम्म राखेर पूजा गरेर जसले बनाउनु भएको छ नबोलिकन नखाइकन बनाएर आएको ई पर्सी त्यो बाटोमा त्यो त्यतिकै मसिनो बनाएर ल्याएको होइन सबै यो ह्यान्डमेड हो यो सबै त्यस्तो चिजहरू ई पर्सी हो यो भेरी इम्पोर्टेन्ट चिज हो यो त्यसले गर्दाखेरि यो ई पर्सी नै हो उनीहरूको पछाडि लगेर बाँध्ने हुन्छ नत्र उनीहरूलाई गाह्रो हुन्छ नफस्कियोस् है सक्यो एउटा कुरा नि अब व्रतबन्ध गरेर धनुषबाण दिन्छ एभ्रिवान नोज द्याट राइट धनुषबाण दियो जङ्गलमा जाऊ खास शिकार गर्न जाऊ दौड भन्छ नि एक्चुअली त्यो होइन कि द्याट्स नट द एक्ज्याक्ट रिजन वाट एभर यो त हतियार हो नि होइन हतियार उयो पनि हो नि यसले कसैलाई हट गर्छ कसैलाई मार्छ अब बाउले छोरालाई हतियारै दिइरहेछ भने वाट इज मिन बाई द्याट त्यसको एउटा रिजन छ अब तपाईँको छोरा ठुलो भयो एउटा छोरा बच्चाको जिम्मेवारी भनेको चाहिँ यो हतियारले कसैलाई वा हन्ट गर्ने किल वा हर्ट होइन यो भनेको चाहिँ सेल्फ डिफेन्स एन्ड फ्यामिली प्रोटेक्सनको लागि छोरा बच्चा जहिले पनि अगाडि हुनुपर्छ उनीहरू द्याट इज हिज राइट एन्ड ड्युटी त्यही भएर तपाईँले चाहिँ कसैलाई हानि नोक्सानी गर्नलाई होइन र सेल्फ डिफेन्स र आफ्नो फ्यामिलीमा के पऱ्यो भने यो त सिम्बलिक कुरा त हो नि ऊ अगाडि आउनै पर्छ के त्यो छोरा बच्चा पछि लुकेर बस्न पाउँदैन यो अगाडि आउनै पर्छ जे पर्छ उसले फ्यामिलीलाई प्रोटेक्सन गर्नै पर्छ फिनान्सियली भयो कि यो सोसियली भयो कि जसरी भए पनि उसले चाहिँ आफ्नो फ्यामिली प्रोटेक्ट गर्नै पर्छ यो चाहिँ तपाईँले पनि गर्नुभएको कुरै हो तपाईँ छोरालाई पनि यही चिज सिकाउनको लागि यो तपाईँ धनुषबाण दिँदै हुनुहुन्छ र तपाईँले आफ्नो छोरालाई भनेरै दिनुपर्छ ल मैले भनेर हुँदैन त्यो तपाईँले दिनुपर्छ शिक्षा मैले उसलाई चाहिँ धेरै सिकाउँछु यस्तो कुराहरू सो अलवेज लाइक मैले चाहिँ मतलब बी हम्बल होइन नाइस अनि अब आज यो दिँदैछु सो गुरुजीले त भन्नुभयो होइन protection for what? Family, right? Family and self-defense. So always. अब मैले हिजो पनि एउटा एक्जाम्पल दिइहाल्छु हिजो भर्खर सिकाएको थिएँ सो वाट एभर उसँग भएको क्षमता चाहिँ दुनियाँलाई देखाएर हिँड्नु पर्दैन क्षमता जहिले आफूसँग छ भने कहिले पनि प्राउडी भएर देखाउनु हुँदैन भन्ने भन्छ क्या मैले त्यो क्षमतालाई जहिले पनि युजफुल ठाउँमा अलवेज ह्याभ टु सो इन राइट प्लेस भन्छ क्या भन्छ सो मैले चाहिँ त्यही हुन्छ अहिले पनि सो लाइफमा जेसुकै पऱ्यो भने क्या जस्तो सुकै भने पेसेन्ट इज मोर इम्पोर्टेन्ट कुनै पनि कुरा चाहिँ बिना पेसेन्ट चाहिँ एकदम एकैछिनमा डिसिजन गर्नुतिर लाग्यो धेरै कुरा बिगार्छ सो आजबाट ठुलो पनि भयो यो चाहिँ एडल्ट क्या चाहिँ सो आजबाट ठुलो भएको हरेक कुरा अहिलेदेखि सबै चलिरहेको छ सबै रिचुअली चलिरहेको छ जसमा एउटा आयो अब सबै कुरा अहिले सबै सिस्टमेटिक स्टडीहरू यो एजको कुरा त्यो बिस्तारै अर्को एज सो सबै कुरा त्यसरी नै सिक्दै जान्छ सो त्यसको लागि साथमा अझै म सिकाइहाल्छु सो फर नाउ आजको लागि चाहिँ यो रियल बाबाले चाहिँ दिएको लेसन हो उहाँको लागि ताली बजाइदिनुहोस् इट्स रियली गुड कि आई इम्प्रेस किनभने यो जरुरी छ कि है सबै कुराहरू अब छोरीहरू त लक्ष्मी भइहाल्यो तपाईँले यसरी कति बेला बस्न सक्छ नि अरू कति मिनट रे 5 मिनट 5 मिनट काम सकिन्छ बाबाहरूले 5 मिनट बस्न गाह्रो छ यहाँ कस्तो शिक्षा दिइरहेछ उहाँले 5 मिनट मात्र भन्छ उहाँ त बस्नु पनि भएको छैन तपाईँ किन नबस्नु भयो यहाँ फोटोमा तपाईँलाई आउट तपाईँ चाहिँ त्यो दिनै नभएर देखिन्छ पहिला तपाईँ बस्नुहोस् अनि छोरीलाई दिनु न पहिला बस्नुहोस् कि पहिला आरामले बस्नुहोस् आनन्दले बस्नुहोस् अब आमाको भागमा हेर्नुहोस् यो के छ
भिक्षा पात्र कमान्डर होइन सिटिजन त्यतिकै दिएर त के फाइदा हो सबैलाई थाहा छ कि भिक्षा माग्ने हुँदैन कसैले भन्नुपर्छ पर्दैन तर हाम्रो त ड्युटी के छ भन्दाखेरि उसले त अब यो सिम्बोलिक जर्नी उसले वैदिक स्कुल जाने अहिले जस्तो टोलमा कहाँ स्कुल थियो जङ्गलमा जानुपर्ने सो त्यो जङ्गलमा जानको लागि चाहिँ जुन यो भिक्षा पात्र छ आमाले के दिइरहेछ भन्दाखेरि त्यहाँ जङ्गलमा अब आमाको किचन हुँदैन he has to survive himself he has to beg for survival हैन उसले बेग गर्नुपर्छ तर बेग त गर्नुपर्छ तर त्यसमा एउटा इथिक्स तपाईँले सिकाउनु भनेको इथिक्स कस्तो एउटा इथिक्स छ भन्दाखेरि पहिला माग्नेहरूले पनि 6वटा घरमा मात्र माग्न पाइन्थ्यो नि त्यो भिक्षा माग्न आउनेहरूले पनि 6वटा हाउस होल्डमा मात्रै हो 7मा जानु पाउँदैन दिनमा 6 हाउस होल्डमा मात्रै हो त्यसले गर्दाखेरि यो भिक्षा पात्र चाहिँ अब जस्तो कति बेर लिने भन्दाखेरि यु क्यान से भिक्षाम देहि मे 3 टाइम्स मात्रै 3 टाइम्स पनि ऊ कसैले भित्रबाट कोही पनि मेम्बर आएर फ्यामिली हाउस होल्ड आएर मेम्बर आएर दिन आनु भनेदेखि इट सुड बी मुभ त्यहाँ बस्नु पाउँदैन सेकेन्डमा गयो लकीले कसो दियो भने पायो छैन भने पाउँदैन हुँदा कहिले 3वटा घरले पनि दिएला कहिले 6वटा घरले दिएला कहिले काहीँ त शून्य 0 पनि हुनसक्छ 0 भयो भने 7औँमा जान चाहिँ पाएन है भोकै हुन्छ त्यो पनि क्षमता हुनु पर्यो ठिक छ एकदिन नखाएर के पनि हुँदैन छोरा बच्चाहरूमा त्यो एउटा स्ट्रेन्थ आउँछै आउँछ त्यही भएर आमाले नम्बर 1 सिकाउने के एथिक्स नम्बर 2 अर्गनाइज गर्नु भन्नुभयो यसमा आउने जति छ नि त्यो आजै सिकाउनु पाएन कि त्यो उसले जति छ नि यसमा जति छ त्यो सन्तुष्ट हुनु जानु पर्यो सेल्फ सेटिस्फ्याक्सन जति दिए पनि थ्याङ्क यू भन्नुपर्छ नो ग्रेडिङ है नम्बर 2 मा चाहिँ सेल्फ सेटिस्फ्याक्सन आयो दुईटा कुरा यसमा आयो यसले चाहिँ के हुन्छ भन्दा यसमा त पानी नै राख्ने हुन्छ कमान्डरमा ठुलो छैन नि त यो पानी उसले सबै आजै सकाइयो भने भोलिको लागि त छैन नि होइन सो द्याट तपाईँले अर्को एउटा सिकाउनु पर्यो भने बजेटिङ पनि हुन्छ आज जति छ सबै सिकाउनु मिल्दैन भोलिको लागि पनि राख्नुपर्छ बजेटिङ अहिलेको जमानामा बजेटिङ भन्छ त्यसैले यो 3टा कुराहरू एउटा नम्बर 1 इथिक्स नम्बर 2 सेल्फ सेटिस्फ्याक्सन यसमा नम्बर 3 चाहिँ बजेटिङ भनौँ न अर्गनाइज गर्नु जानु पर्यो म्यानेजिङ गर्नु जानु पर्यो यो भने चाहिँ तपाईँले दिनुपर्छ आदेश हो सकिन्छ किनभने यो नलेज भन्ने कुराहरू सबैले बुझ्यो नि त अब होइन सबैले बुझ्यो नि त यो त डेमो जस्तै पनि भयो काइन्ड अफ अब अर्को एउटा कुरा चाहिँ भेरी इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि अब यो भनेको चाहिँ अब ऊ जङ्गल नै जाँदैछ तर आमाले त खाली हात कहिले पढाउँदैन होइन यसमा अलिकति चिउरा र अलिकति चामल छ तपाईँले छोरा दिँदाखेरि चाहिँ यतिले त ऊ सर्भाइभ हुँदैन तर उसले सर्भाइभ गर्दाखेरि तपाईँले उसलाई जुन दिनुपर्ने दिनुभयो नि यो ठ्याक्कै केसँग मिल्दो रहेछ भन्दाखेरि तपाईँ हामी मात्रै यहाँ अमेरिकामा चाहिँ F1 भएर इन्टरनेसनल स्टुडेन्ट भएर चाहिँ पढ्न आएको हुन्छ कतिजना हुनुहुन्छ आज उठाउनुहोस् त है ल यो सबैजना चाहिँ यहाँ पढ्न आयो F1 स्टुडेन्ट भएर पढ्न आयो नि त त्यो बेला के गर्यो भने आफ्नो बाबुआमाले चाहिँ 1 सेमेस्टरको लागि पैसा पठाइदिए हो बाँकी सबै यहाँ काम गरेर ओसन सिटी गरेर कहाँ गरेर म्यानेज गरे हो राइट त्यही नै फर्मुला हो रहेछ कि पहिला पनि आमाले यति मात्र दिएको छ कि 1 सेमेस्टरको लागि मात्र भनेको चाहिँ 1 हप्ता भन्दा सायद त्योभन्दा बढी छैन बाँकी चाहिँ he has to manage himself for entire his during the study ग्रेजुएसनको लागि सबै आफै गर्नुपर्छ त्यही भएर आमाले यो लक्ष्य चाहिँ टेक्नको लागि वा जङ्गल जनावरमा केही छ भने हटाउनको लागि यसमा भएको अन्न चाहिँ उसलाई तपाईँले खाली हात नहुने 12 खर्च दिनुभएको हो त्यसले गर्दा यसले चाहिँ उसलाई यतिले मात्र तपाईँ हुन्छ त्यसपछि चाहिँ आफै सर्भाइभ हुनुपर्छ है भनेर एउटा शिक्षा हो त्यो तपाईँले नयाँ नयाँ बस्ने एउटा फोटो यही हो बाबुले चाहिँ छोरालाई चाहिँ अब
उहाँले के शिक्षा दियो भने अब ठुलो भयो छोरा अब मसँगै अब काँधमा जोड्नुपर्छ भनेको यही हो कि छोरा दिने संस्कार भनेको यो छोरीहरूलाई दिने संस्कार फेरि अलिकति फरक छ है त्यो भएर छोरालाई दिने संस्कार त यही भएकोले सबैले बुझोस् भने त यहाँ अगाडि ल्याएर गरेको नत्र त्यही बसेर गर्दा खम्बाले सेक्नु भयो त्यसले गर्दाखेरि उहाँहरूको लागि एउटा ताली बजाइदिनुहोस् यो त बाबुआमा प्राउड प्यारेन्ट्स हो प्राउड प्यारेन्ट्स भनेको यो हो कि उहाँहरूको मनमा एकदम प्राउड फिल भइरहेको छ मलाई थाहा छ आई क्यान सो द्याट होइन आई क्यान रिड अन युर फेस होइन प्राउड भइरहेको छैन तर छोरा एकदम ठुलो भयो भने फिल भएन अब उसलाई पनि फिल भइरहेको होला नाउ आई एम समथिङ म्यान बिकज नो मोर बोय नाउ इट्स इजर टु म्यान क्लब या है त्यहाँ दिनु ल त्यहाँ बस या ल तपाईँहरूकोमा आएँ ल अब मलाई यहाँ थकाली नकिन दुईजना फेरि चाहियो कजियर दुईजना आउनुहोस् र आमाहरूले चाहिँ बाउहरूको हातमा त्यो अर्का छ नि सबैकोमा अर्का छ होइन यसमा पानी राखेर तपाईँहरूको हातमा अनि गुवा हर्न मानिरहेको छ फ्रिजे दो फ्रिजे उसले त खब्याउन दो कि पिउ दो दो गुवा हर्बियो त नि बाउहरूको हातमा त्यो शब्द एउटा मात्र भयो त्यो पनि एउटा हो कि दुइटै छैन अनि कसैको करुवा फोडो गर्नलाई चाहिँ छ भने म दुईजनाको करुवा फोडो गर्छु छोड़ो अब गिफ्ट टाइम है छोरीहरू गिफ्ट टाइम
अब स्माइल गरेर बस्यो भने आउँछ अब स्माइल गरेपछि गिफ्ट आउँछ बाटो के गऱ्यो उसले बाटो दिनु पाउनु वेट के पनि त भन्ने बाटो के बाटो बाटो बरु खै उता बाउ हालेको अर्घा लियो हातमा यस्तो शङ्ख अर्घा हातमा तपाईँ राख्नुहोस् त अब गिफ्ट पाइन्छ नि त्यहाँ बाउहरूले अर्घा भयो त्यसमा पानी राख्नुहोस् त त्यसमा पानी राख्नुहोस् त पानी तपाईँले हाल्नुहोस् पानी त्यही बेला चिकन त्यही बेला ल त्यही बेला Lighter, do that one. Lighter. Okay, sorry. I'm going to show you the stuff. So, ball it. I'm showing you the public centers. I'm going to whatever the law in that there is. Some way I can there is. Govinda women, organ. Sources kaya, kulit na kaya ulit tayo sources biya sources join sakman biya. अब अर्को एउटा इम्पोर्टेन्ट काम अहिले भाउहरूले बसेर कन्यादान गर्दैछौँ कि तर त्यो सुन्ने बित्तिकै कन्यादान भन्ने बित्तिकै त्यो मलाई आफैलाई पनि त्यो दान इज अ भेरी डिस्ट्रक्टिभ वर्ड जस्तो लाग्ने यही विषय पनि जस्ट आई डिड रिसर्च अ लट आफ्नो छोरीलाई पनि कन्यादान गर्छ त भन्ने कुराहरू तर वास्तवमा संस्कृतमा मिनिङ चाहिँ कन्यादान नभएर त्यो दान डोनेसन नभएर द्याट इज अ कनेक्सन टु द इष्ट देवता किन त वाइ भने आजसम्म चाहिँ बायोलोजिकल प्यारेन्ट्सहरू भन्दा भोलि पनि तपाईँहरू बायोलोजिकल प्यारेन्ट्स छँदैछ र त्यो बाहेक पनि आजबाट अघि जति देवताहरू पूजा गरे नि हामीले इष्ट देवता कुल देवता पितृ देवता अष्टमातृका पञ्च त्यो पाँचमुखी भैरव क्षेत्रपाल गणेश कुमारी ब्रह्मा नारायण अष्टनाग इलादेव अलिदेव यो सबै देवताहरूले उनीहरू चाहिँ स्पिरिचुअल गार्जियन हुने भयो कि आजबाट त्यसको लागि चाहिँ बुवाले चाहिँ प्रार्थना गरेर चाहिँ मेरो छोरीको लागि चाहिँ सबै देवदेवताहरूले आशीर्वाद दिएर मेरो छोरीलाई चाहिँ लक्ष्मी जस्तो बनाइदिनुहोस् है भन्ने प्रार्थना रहेछ कि त्यो सो द्याट कन्यादान इज नट अ डोनेसन एट दिस टाइम एट दिस मोमेन्ट इज लाइक ओन्ली कनेक्सन नेवारहरूको बिहामा कन्यादान गरिँदैन अनि नन नेवारमा पनि चाहिँ जस्तो अब ब्राह्मण क्षेत्रीको समाजमा कन्यादान गर्नुपर्ने त्यो कन्यादानहरू कन्याको गोत्रमा त दान गरे हामीले गोत्रमा त दान गर्दै कन्यालाई दान गरिदिएको चाहिँ है ल अब वो चाहिँ उयो गरेर ढुङ्गाइस ल मनिका अब त्यसमा चाहिँ हामी बेल छौछौँ या माथा बच्चाहरूलाई अलिक कन्ट्रोलमा ल्याउनुहोस् जसको बच्चा हो उनीहरूले चाहिँ हेरिदिनुहोस् न प्लिज यहाँनिर हेर्नुहोस् महँगो सामानहरू क्यामेरा फुटेर प्रब्लम हुन्छ त्यसमा ल हेरौँ न वो पनि बाटा पनि ठीक है यार नहीं 6-1 देखि छौछौँ या मामा गिफ्ट होला गिफ्ट हो नि अनि हामी यसमा के गर्छौँ भन्दाखेरि बालु फेर्नान्डेसन
छिटो बाटो छिटो खाना धेमो हेर्दैछ यसमा चाहिँ हामी सुनलाई पूजा गर्छौँ सुनलाई सुवर्ण कुमार भनेर पूजा गर्छौँ त्यहाँ सुनलाई जुनसुकै देउता माने पनि हुने होइन हाम्रो कल्चीहरूले नि औँठी राखेको पनि हुन्छ सुनको त्यो औँठी राखेर पूजा गर्नुपर्छ राख्नु भयो त्यसमा त्यो वेट बढेर आउँछ हो नयाँदेखि त प्रेम दाइ थपिहाल्छ प्रेम दाइ धेरै नभए वेट बढेर जिउमा जुई भयो कहाँ अन्त भाउजू हामी वेट बढेर यहाँ पक्का जुदा प्रेम दाइ बढेर ल अब बाबाहरूमध्ये मैले के गर्नुपर्छ भने एकचोटि मैले झुलाना मात्रै गर्नु सक्छ ल छिपेट्ना थियो हाका ठुकै आयो नि जी पहिला बोली अलिकति 6 नम्बर नि छेउ लाखाइ नि भने मालिक भाउजू त्यो झुलाना मैले अहिले भन्न नगर्नु होला समय राख्नुहोस् पहिला अद्य ओम तत्सर विष्णु विष्णु तत्सर समूह तत्सर सामने पुरुषाय शास्त्रे शास्त्र कोदिवानो अदित्यादि एकादश गुरुमानस्य अस्मत बहुविषम ठाउँ नाका हो बाउहरूले आफ्नो नाम बाउले दुईजनाले मात्रै नाम लिनुहोस् आफ्नो नाम लिनुहोस् छोरीको पनि नाम लिनुहोस् भन्नुपर्छ है इदमर्गम गृहाण स्वाहा भल्लो गर्दै राख्नु भल्लै गर्नुहोस् तपाईँको पालो त्यो थासे बेल त थाहा त यो छुट्टै हो क्या छुट्टै देश पापा या मौलिया छ छमेसु बेल त गयो ल बेल निर्बिया छ नि निर्बिसेर सेकेन्ड अद्य ओम पूर्व सन्तान सन्ताय सहस्रमूर्तय सहस्रमूर्तय पुरुषाय शास्त्र बुद्धिमा इत्यादि कास्य गोत्रमान गोत्रमानस्य अस्मत थाउ नाकेर छ नि बहुन थाउ नाकेर छ आफ्नो नाम लिनुहोस् है छोरीको नाम लिनुहोस् यहाँ नाम देश्य चितामा इदमर्गम गृहाण स्वाहा त्यसलाई चाहिँ यहाँ राख्नुहोस् यो चाहिँ प्रार्थना गरेको थियो सबैलाई पहिला प्रार्थना गरेको कल्याण गरिसकेको छैन त्यो गरेको छैन ओम नमः श्रीमन्ताय सहस्रमूर्तय सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटि अनुवादित्यादि अस्य गोत्र अस्मत बाबाहरूले आफ्नो नाम लिनुहोस् है नाम देश्य छोरीको दुवैको नाम लिनुभयो तपाईँले नाम देश्य पद एउटा भन्नुहोस् नाम देश्य बेल त दुई राख्नु पऱ्यो नि त दुईवटा राख्दाखेरि दुईवटा चाहिँ फरक हुनु पऱ्यो उसको चेन्ज हुनु हुँदैन थाहा हुन्छ याद गर्नुहोस् है नाम देश्य शास्त्र पद प्राप्ति र सुनमा अस्मत छोरीहरूको पनि नाम लिनुहोस् नाम देश्य तपाईँले भन्नुपर्छ इदमर्गम गृहाण स्वाहा बेल फिर्ता त्यो तल राख्नुहुन्छ यो लास्ट होला नि त लास्ट मगर हो अद्य पूर्व संघ सूचना संताय सहस्रमूर्तय सहस्रनाम्नि पुरुषाय शाश्वते शाश्वतकोटि विधानमा अदित्यादि काश्य गोत्रमानस्य अस्मत बाबाहरूले आफ्नो नाम लिनुहोस् नाम देश छोरीको पनि नाम लिनुहोस् नामले इदमर्गम भन्नुहोस् गृहाण स्वाहा गर्नुहोस् अब चिन्नुहुन्छ यसले पेसेर चित्तन पेटिस अब छिटो ल अब मेन पार्ट है कन्यादानमा चाहिँ आमाहरूले चाहिँ यो दुधको तरुवा दुईजनाको एउटै गर्न चाहिँ सकिन्छ त्यसमा दुध थपिदिन्छौँ हामी यहाँ छ तपाईँ जानै पर्दैन नि छिट्टा चाहिँ करुवा छ लयो करुवा छिट्टा अन्त भोजन लयो करुवा छ के रहेछ अन एकछिन है अन निमेष त नै ध्रुतया करुवा आम गाइयो भुजिगो यो ज्यान गाम होला हाम्रो छिके छिको होला बाबा मास हाम्रो लयो घाँस निमेष त छेड निमेष त के याद भइदिन्छ त्यहाँ पनि निमेष न्यू करुवा दिनु लाग्छ न्यू करुवा दिनु सकला अन करुवा जम्मा खाउँथे
महामेसमा चाहिँ जम्मा मैले एकचोटिमा यतापट्टि पार्टमा 2 जना उतापट्टि पार्टमा 2 जना मात्रै गर्न सक्छ शोभा यहाँ अन्त भोजनमा लय गरेर फला चिकन जिनिस त जुडी गर्छु त्यहाँतिर न त्यहाँ यसो आँखा लगाउनु न थाहा हुन्छ कि त्यहाँबाट भनेर जुनको लेभल भयो उता नि गरेर देखिरहेको मैले यहाँबाट देख्छु त्यो सानो सानो नलिनुहोस् त्यो सानो लिँदै नलिनुहोस् गाएको गएपछि त्यो पानी ल्याउन भयो हो त्यसमा दुध छ र आयो धक्काबाट नै आइसक्यो त्यहाँ 2 जना आमाहरूलाई 2टा गरुवा दिनु ल बच्चालाई पानी पिउनु पऱ्यो कसैले पानी ल्याउनुहुन्छ बच्चाको लागि पानी पिउनु पऱ्यो मलाई उताबाट त्यो तपाईँहरू त्यहाँ अलिकति मेरो अलिकति त्यहाँ कनेक्सन अलिक भइरहेको छैन मेरो तपाईँहरू आमाहरू चाहिँ 2 जनाले चाहिँ दुधको गरुवा हो दुधको गरुवा लिनुहोस् भनेको भयो त्यो दुध हो तपाईँले हातमा पानी ल अब हामी छ नि अहिले त्यो खै चौतिर पनि बाउहरूलाई हातमा राख्नुहोस् त अझै पनि एक मुठी 2 जनालाई मात्र दिनुहोस् अहिले अब एक्चुअली यसो याद गर्नु है तपाईँ छेउपट्टिले चाहिँ यसो गरौँ त्यो बाटामा दिनुभयो 2 जना मात्रै बाउलाई दिनु ल 2 जना मात्रै है ल तपाईँले उसको राइट ह्यान्ड चाहिँ आफ्नो छोरीको आफ्नो राइट ह्यान्डको माथि हुन्छ राइट ह्यान्ड मात्रै अनि ऊ छोरीकोमा चाहिँ भिरमा टुप्पो छ है मैले यो राखेँ अनि ऊ छोरीकोमा चाहिँ छैन मतलब मिक्स होला भनेर त्यही हुँदैन याद गर्न सकिन्छ तपाईँहरू 2 जनाकोमा याद गर्न सकिन्छ हातमा दिँदा होइन बाटामा हाल्नुपर्ने भएकोले उहाँले मलाई हेरेकै छैन अनि हात आफ्नो राखेको छ हेर्नु पहिला मलाई हेर्नुहोस् न तपाईँको उहाँको भागमा तपाईँको होइन उता मात्रै हो होइन मैले के भनेको भन्दाखेरि एउटै बाटामा त्यही भएर अलिकति सुनिनुपर्छ तपाईँहरू 2 जनाको चाहिँ बेल नसाटियोस् भनेर आफ्नो बेल थाहा हुन्छ मैले बाटामा राखेँ भने थाहा हुन्छ जस्ट क्वेसन दिस इज द क्वेसन थाहा हुन्छ उहाँलाई थाहा हुन्छ मेरो टिका लगाइदिनु न हृदय राई तपाईँले कसको लिइरहनु भएको थाहा छ अलिकति चिन्ता राखिन सक्छ नि होइन आफ्नोमा धागो एउटा बेर हुन्छ कि होइन तपाईँको प्रब्लम भएन मैले तपाईँसँग आएकै छैन उपमासम्म त्यहाँ तपाईँकोसम्म आएकै छैन कि उहाँहरू 2 जनाको मात्रै कुरा गरेर आयो कि मैले त्यहाँ सबैले त्यही भएर मैले छ नि नम्बर 6 and 7 को फादरलाई ल क्लियरली मेसेज भयो है उहाँहरूको त प्रब्लम अब छोरीको राइट ह्यान्ड तपाईँको राइट ह्यान्ड माथि राखेर बुढी आउनाले चाहिँ यसरी च्याप्नुहोस् है हृदय 2 जनाको निमेषो धप्की लागि बाटा चाहिँ थिएन नि ठ्याक्कै बाटा लाग्यो अलि दुई अनि आमाहरूले चाहिँ आफ्नो छोरीकोमा चाहिँ दुधको धारा आफ्नो छोरीकोमा है तपाईँहरूले थकाल लगेले तपाईँ 2 जनाले छ नि ल धारा दुई छुट्टै मैया चाहिँ उगेसका चाहिँ कोब्रो हेर्छु मार्का नि ठुलो होला जेतना भन्यो भन्दा ताग अरे भन्दा टाइम गइगा बाटा भन्दा झन् गेला सूर्याला हरि ओम नमस्कृताय ससमूर्ताय सनाम्नि पुरुषाय शाश्वते सस्वतीरणमा आद्य मासो तमेन साय नमः सर्वत्र कल्याणं पुरुषकृत ससमूर्ते सनाम्नि पुरुषाय शाश्वते सस्वतीरणमा आद्यत्यादि कस्य गोदरत्न मानव गोदरवनस्य अस्मदा
फल प्राप्ति सुनमा सर्वदा कल्याणार्थम अनित्य काश्यप र असल सबैले ठुलोहरूले चारजनाले नै आफ्नो आफ्नो नाम भन्नुहोस्। उता पनि त्यही हो है, चारजनाले नै नाम लिनुहोस्, छोरीहरूको नाम लिनुहोस्। नाम भन्दैछ यता शास्त्र फल प्राप्ति पूर्व संश्लेषणमा इमाम भन्नुपर्छ, कन्याम इमाम कन्याम प्रजापति देवताम सुवर्ण कुमाराय तुभ्य महम सम प्रददे। छोड्नुहोस् त, स्टप हुनुहोस् त, त्यो जौजिल सबै त्यहाँ बाटोमा छोडिदिनुहोस्। त्यो बेल तपाईँले चाहिँ उसको हातमा राख्नुहोस् त, चुप्पो भएको यता उसको हातमा। That's your power. That's holy. Yeah, that's your power. Yes. ढोका दिएछ नि, ढोका दिएछ, कुनै ढोका दिएछ, मसँग थपिसकेको किलो छ, यो कोइटा टेबल हो नि, खोइ छोरीहरूलाई दियो होइन, बेल दियो है, भुइँमै नराख भन्नु है। तपाईँको हातमा अर्घा किन भइरहेछ र नि? तपाईँको उहाँको लास्ट मिनट कसरी अर्घा भइरहेछ, के कसरी तपाईँको हातमा अर्घा चाहिँदैन? तपाईँको अर्घा दिने काम सक्यो होइन र? त्यही त। अब नेक्स्ट टाइम गाउँतिर दिनुहोस् त फेरि, तपाईँ पानी थप्नुपर्छ, थप्नु है। लहना भरियामा कि दुर्ना भरियामा चाहिँ अब झिसिरहेन नि। अब यसपछि त अब हाम्रो ख्यालपुर भिसा दामको कामहरू हुन्छ, त्यहाँ बाबुको पनि अहिले काम सुरु गर्ने समय है बाबु। एकछिन ल, थ्याङ्क यू। म बेलु सेवा सिधो नि मलाई सेवा सिधो नि सेवा सिधेर अहिलेको सेम प्रोसेस हो। पानी र दुध, त्यो दुध पनि पुरै दुध नराख्नु न, आधा पानी थप्नु पनि हुन्छ कि। सेम प्रोसेस हो अहिले। तर एउटा कुरा मैले गरेर कस्तो कस्तो निकै लिएँ, तपाईँको आफ्नो गर्व याद हुन्छ, मलाई त याद हुँदैन। जानु न, यहाँ गएको छैन तर त्यो बेल चाहिँ हातमा लिएर तल नराख्नु। यहाँ जौजिल भयो, भाउलाई हात जौजिल हातमा। होइन त्यो दिनुहोस् न राइट ह्यान्डमा। तिनजना त गाह्रो भयो, तिनजना नभए दुईजना मात्रै हो, आउट नम्बर दुईजना मात्रै। तपाईँ रेडी, उता रेडी हो? त्यो बेल चाहिँ चिन्नु पऱ्यो कि है, त्यसमा बाटामा राख्दाखेरि फेरि दाजु हामीले धागो बेलेर अथवा टिका लगाएर झिकेर पनि भयो। एउटा ठुलो एउटा सानो रहेछ नि त, साइज पनि फरक छ। अहिले जस्तै गरौँ न, एक्ज्याक्टली एउटै गरौँ, अहिले जस्तै गरौँ न। अहिले जस्तै गर्नु। दस्या मधुर प्रयोगलाई दस्यामा मधुर राख्छ बाँधेर राख्छ धेरै गर्नु। ल अब सुरु गरौँ न, हुन्छ? त्यहाँ रेडी हो, पुरा मैले लेख्दै हुँदैन। रेडी हो, मलाई यसो थम्स अप गर्नु न है, मैले त्यहाँ देख्दैन कि रेडी हो, सबै रेडी हो? ल आदि ओम तत्सर विष्णु विष्णु सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटि धारिणे नमः। अद्य मासो तमे मासाय नमः। ओम अस्वाय
त्यत्यादिकास्य विद्यमान गोत्रद्वानस्य अस्मत् ठुलोहरूले सबैजना आफ्नो नाम लिनुहोस् है। नाम देश अस्मत् छोरीको पनि नाम देश पूर्वसंस्य तपाईँ भन्नुपर्छ इमाम कन्याम भन्नुभयो प्रजापति देवताम सुवर्ण कुमाराय तुभ्य महम सम प्रददे छोडिदिनुहोस् त उसको कुरा आँखै छोपेर त That's your power. Do not drop it. That's your power. Okay? Do not drop it. That's a wooden apple. Actually, that's a wooden apple. It gives you a lot of power, energy in your life. So just hold it. Do not drop it. Okay? Look, cousin bhai. अब cousin bhai. एक है ना? अब एक मात्र bhai. अब वो अमूल जी तो बिहार से. क्या? इधर है बोलो. हाँ चला ये ना. बैठना क्या माँ? बड़े जी अभी ढाबे ना हर तरह क्या ढाबा कैसे बंगाली सुना तो सब बहुत लोग ढाबे ना अबे तेरे ले अरे ओम तत्सर विष्णु 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 अद्याधिकास्य बुद्धवानस्य अस्मत् मानव बुद्धवानस्य अस्मत् ठुलोहरूले आफ्नो नाम लिनुहोस् है। नाम देश छोरीको नाम देश सदा कल्याण मसुदा सदा कल्याण अस्मत् आफूले भन्नुहोस् ल इमाम कन्याम प्रजापति देवताम सुवर्ण कुमाराय तुभ्य महम सम प्रददे छोडिदिनुहोस्। यो धागोले तपाईहरुले कहाँ जान पाउँछ ल तपाईहरुको काम चाहिँ नानीहरुको हातमा यो बेलले चाहिँ आफूले फनफन घुमाएर बाँधिदिनुस् त अन्त भाउजू छुट्या पर्दैन नि बेल चाहिँ झुम्काएको नि लादे चाहिँ च्याको ब्रान्ड बिर्छ नि वा मासु काट्दैन नि भाउजू च्याको बेरे यार च्याको आचुनी बार चिमा बनाले निबलाले हैन निबलाले छोरा मको मजैला च्याको फतफत चाहिएको छ आठचोटि भाउजू विचार छ म चाहिँ हालेर पनि च्याको यो आठचोटि धागोले बाँधेपछि अष्टनागको प्रभावले गर्दा जति शक्ति उसले ग्रहण गर्यो त्यो निस्किनेवाला छैन। नागको शक्ति त्यस्तो स्ट्रङ हुन्छ। धागो त्यही भएर कि गतै लिउँ न अब जति सवारी गर्नु न हरि ओम नमः श्रवणकाय सष्टमोत्तय सष्टाम्नि पुरुषाय शाश्वते सहस्रकोटि युगार्णमय सहस्र पद प्राप्तिरस्तु पूर्वसंस्कृति नमः सर्वदा कल्याण नमस्ते सर्वं विदे परिवरं सष्टमोत्तय सष्टाम्नि पुरुषाय शाश्वते सहस्रकोटि युगार्णमय सर्वदा कल्याण पूर्वसंस्कृति सष्टमोत्तय सष्टाम्नि पुरुषाय शाश्वते सहस्रकोटि युगार्णमय सर्वं विदे परिपूर्णमस्तु।
हाम्रो सकिन लागेको छ है। अब सकिन अर्को 15 मिनट ढैले गर्नुहोस्, 15 मिनट ढैले गर्नु सकिन लाग्छ। कति बेर भयो भनेर है, गाह्रो भइरहेको छ, भोक लागिरहेको होला, खाना पनि त्यहाँ होइन, के गफ गरिरहेको छ, के हो होइन, के गर्ने अब हाम्रो कामै यस्तै छ। आफै लामो छ, यो सानो सानो नानीहरू कति ज्ञानीहरू बसेको छ, यो नानीहरू त बेस्ट या त्यो बाबुलाई पनि कति अल्छी लागिरहेको होला, त्यो हामी त उसको त केही कामै गरिरहेको छैन होइन, त्यहाँदेखि पनि धैर्यताका साथ बसिरहेको छ। त्यही भएर अब हाम्रो अलमोस्ट सकिन्छ। यसपछि 12 मिनट नै हुन्छ होइन। अब अर्को यसपछिको च्यालेन्जिङ जब भनेको चाहिँ त्यो बाबाहरूले चाहिँ आफ्नो छोरीहरूलाई चाहिँ बोकेर यहाँ 3 चोटि यो मण्डप घुम्नुपर्ने छ। अब तपाईँहरू गर्ने कि अरू कसैलाई पाइने कि छोरीहरूलाई आज एउटै सानो सानो साइज छ, बाबाहरू रोकिसक्यो, अलिक ठुल्ठुलो भएर गाह्रो हुन्थ्यो। हरिओममा स्वस्ति यसको नाडीसम्म पढाइदिनुहोस्, धागो नाडीसम्म पढाइदिनुहोस् न। स्वस्ति न इन्द्रो वृद्धश्रवा, स्वस्ति न भूखाति शुभेन, स्वस्ति न स्तारक्षो अरिशनिवि, स्वस्ति न बृहस्पति दधातु न। ल अब बाबु पनि उठाउनुहोस्। ल प्रदीप बाबुलाई उठाउनुहोस्। त्यो धनुष्मानहरूलाई के पोजिसनमा राख्नुहोस्। यहाँ 3 चोटि घुम्नुपर्ने छ। प्रतिदिन एउटा सजिलो छ, छोरालाई भोग्नु पर्दैन। एउटा चाहिँ भाउजूदेखि त छोरादेखि त ट्रस्ट गरेर हतियारले दिइसक्यो, तपाईँको भोग्नै पर्दैन नि। ल अब यो संसारको टेकमा हो बेला, संसारको यो बाटो बनाउनु पऱ्यो है। यसरी नै हामी घुम्नुपर्ने छ। अलिकति माथि आउनै पऱ्यो नि यहाँबाट। त्यहाँ त बाटो बनाउनुपर्छ, त्यहाँ त सायद राख्ने खान्छ यता त्यो ठाउँै छैन। यसरी पास हुने भाइबाट त्यो भाइ अब अलिक झनै च्यालेन्ज कि अझै राम्रो छ कि बाहिरबाट घुमेर ल्याउने उताबाट है, यहाँ माथि आउनु पर्दैन। अब यो बच्चा खोइ अहिलेदेखि नबोक्नुलाई गाह्रो होला होइन। भोगेर गाह्रोसित भन्न पाउँदैन, किन तपाईँले जन्म भोगेर 3 चोटि घुम्ने त हो नि। आमाहरूले त 9 महिना भोगेको छ। त्यही भएर तपाईँको आन्सर थाहा थियो, सानो थियो भन्दा होइन। साइन्ससँग कुरा गर्ने हो भने सानो चिज लङ टाइमसम्म भोग्दाखेरि त्यसको वेट र हेभी वेट एकछिन भोग्ने चाहिँ कम वेट नै बढी हेभी हुन्छ कि साइन्सको हिसाबले त्यही हो नि होइन। त्यही भएर आमाहरूले चाहिँ कति भोग्ने गाह्रो बनाइरहेको छ भनेर बाउहरूलाई पनि अलिक फिल गराउनु पऱ्यो नि त। त्यही भएर पनि भोगेर 3 चोटि बनाएर होला कि यो खास त त्यस्तो भन्दा पनि भुइँमा राख्नु मिल्दैन, लक्ष्मीलाई भुइँमा हिँडाउनै मिल्दैन। रियल कुमारीलाई पनि के गर्छ, भाउले बोकेर हातमा राख्नु मिल्छ नि त। देउता भनेपछि भुइँमा राख्दैन। खै अर्को बच्चा है, ल हामी रेडी हुन्छौँ है। अब तपाईँले थाहा छ नि भोग्दाखेरि छोरीहरूलाई त्यसरी खुट्टा पछाडिबाट क्लकवाइज ऊ फर्स्टमा हुन्छ, उसको पछि पछि अरू आउँछ। एकैछिन यस
सानो बेला गर्नेलाई फाइदा छ। ल अब बाबा रेडी हो? दिमाग पछि त मलाई अनि एकजना हाम्रो सजना पनि आइदियो हुन्छ। तपाईहरुले बाबा रहेछ नि एउटा तपाईहरु यहाँ जुन यो प्रो कर्नरमा यहाँ हाम्रो लेडिज ग्रुपहरु बस्नु भएको छ उहाँले कलशको जल चाहिँ आफ्नो छोरीहरुलाई र बाबुलाई चाहिँ जल माग गरिदिन्छ। त्यही भएर तपाईहरु प्रो कर्नरमा चाहिँ स्टप पाइ हुनुपर्छ ल। एकजना त्यहाँ अर्को एउटा छ एकजना यहाँ हुनुहुन्छ एकजना यहाँ हुनुहुन्छ है त। यहाँ ठुलो बाबुलाई चाहिँ तपाईहरुले चाहिँ अब तपाईबाट नै फलो गर्दै जाउँ। तीनचोटि चाहिँ अब मैले चाहिँ यहाँबाट भनेको अब यहाँ तपाईहरुलाई चाहिँ अलिकति बढी हौसले भनेको पछाडि घुमेर जाने ल। बग्नुस् त बग्नुस् बग्नु बग्नु ल बग्नुस् त ल। यताबाट सिक्ने ज्यादै नै भने अघि त लगायो नि फर्स्ट भाउ नै हो। यताबाट त ल यताबाट नै घुम्नु पर्ने भयो उता जान्छ। हरि ओम देवस्य त्वा सवितो प्रसवे अस्ताभ्यां पुष्णस्ताभ्यां यो शान्तिरन्तरिक्ष शान्ति पृथिवी शान्तिराप शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वे देवा शान्तिर्ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव शान्ति क्षमा शान्ति